हेलो, अर्को इम्पोर्टेन्ट क्वेसन रहेको छ प्रोडक्सन पोसिबिलिटी कर्भ है। यो क्वेसन तपाईँलाई सिधै प्रोडक्सन पोसिबिलिटी कर्भ भनेर एक्सप्लेन गर भनेर सोध्न सक्छ 5 मार्क्समा, अथवा यही क्वेसनलाई तपाईँले कहिले कसो एक्जामिनरले घुमाएर पनि सोध्न सक्छ। जस्तै तपाईँलाई स्केर्सिटी, चोइस र अपर्च्युनिटी कस्ट भनेर एक्सप्लेन गर भन्छ 5 मार्क्समा है। त्यो केसमा पनि के गर्ने हो, हामीहरूले स्केर्सिटी, चोइस, अपर्च्युनिटी कस्टको डेफिनेसन दिएर लास्टमा आएर हामीले प्रोडक्सन पोसिबिलिटी कर्भलाई नै एक्सप्लेन गर्ने हो। अब यस्तो किन गर्ने हो भन्दाखेरि पिपिसी भनेकै के हो त, स्केर्सिटी, चोइस र अपर्च्युनिटी कस्टको त ग्राफिकल एक्सप्लेनेसन हो है। त्यही भएर कहिले कसो स्केर्सिटी, चोइस र अपर्च्युनिटी कस्ट भनेर क्वेसन सोधे पनि तपाईँहरूले गर्ने भनेको के हो भन्दाखेरि तिनीहरूको डेफिनेसन लेखेर है लास्टमा पिपिसीको टेबललाई नै, फिगरलाई नै हामीले एक्सप्लेन गर्नुपर्छ है। ल अब जाउँ पिपिसीतिर। अब पिपिसी भनेको के हो त है। पिपिसीले के भन्छ भन्दाखेरि यो पिपिसी भनेको एउटा लोकस हो है। लोकस भनेको के हो भन्दाखेरि यो भनेको तपाईँको लोकस, यो इन्द्रेणी सेपको जुन बनेको छ यही लाइनले हामीले के भनेको लोकस भनेको, जुन चाहिँ कन्केभ सेपमा हुन्छ है। यो लोकस हो। यो लोकसले के देखाउँछ भन्दाखेरि यहाँ कुनै पनि यदि पोइन्ट छ भने चाहिँ पोइन्ट ए होला, पोइन्ट बी होला है। यो सबै पोइन्टले के देखाइरहेको छ भन्दाखेरि कम्बिनेसन अफ टु गुड्स है। यसो हामीले यता तान्यो अथवा यता तान्यो हेऱ्यो भने यता कम्प्युटर होला, यता कार होला है। त्यसो यो पिपिसी पनि के हो त, एउटा लोकस हो, जुन लोकसमा दुईटा वस्तुहरू उत्पादन भइरहेको हुन्छन् है। दुईटा वस्तुहरू उत्पादन भइरहेको हुन्छन् है। अनि कसरी हुन्छ भन्दाखेरि आफूसँग भएको रिसोर्सेसहरूलाई सदुपयोग गरेर है। त्यही भएर पिपिसी इज डिफाइन्ड एज द लोकस अफ डिफरेन्ट कम्बिनेसन अफ एनी गुड्स द्याट एन इकोनोमी क्यान प्रोड्युस बाई द फुल युटिलाइजेसन अफ इट्स एक्जिस्टिङ रिसोर्सेस। भनेको अर्थ कुनै पनि एउटा इकोनोमीले आफूसँग भएको रिसोर्सलाई कसरी सदुपयोग गर्न सक्छ भन्दाखेरि दुईटा गुड्सको उत्पादनमा सदुपयोग गर्न सक्छ है। र सदुपयोग गर्ने बेला के सोच्नुपर्छ भन्दाखेरि उसले आफूसँग भएको सबै रिसोर्सेसहरूलाई फुल युटिलाइज गर्नु पर्यो, फुल युटिलाइज है। सपोज फर इक्जाम्पल मैले तपाईँलाई 100 रुपियाँ दिएँ, 100 रुपियाँ गएर तपाईँ जानु, सपिङ गरेर आउनु, खर्च गरेर आउनु, तर 1 रुपियाँ पनि बचाएर नल्याउनु भनेको है। र तपाईँले गएर 99 रुपिस खर्च गरेर 1 रुपियाँ बचाउनु भयो भनेपछि हामीले यसलाई 100% रिसोर्स युटिलाइजेसन हामीले यसलाई भन्दैनौँ। दिस इज नट अ 100% रिसोर्स युटिलाइजेसन। मैले तपाईँलाई 100 रुपियाँ पुरै खर्च गरेर आउनु भनेपछि तपाईँले पुरै 100 रुपियाँ खर्च गरेर आएपछि बल्ल वी क्यान से तपाईँले 100% पैसा खर्च गरेर आउनुभयो है। एक्ज्याक्टली प्रोडक्सन पोसिबिलिटी कर्भले पनि त्यही नै भन्छ। यदि तपाईँसँग कुनै रिसोर्सेस छ भनेपछि तपाईँले त्यो रिसोर्सेसलाई 100% युटिलाइज गर्नु पर्यो है। 100% युटिलाइज गर्नु पर्यो है। अनि यो एक्सप्लेन गर्ने बेलामा तपाईँले के गर्नु पर्यो भन्दाखेरि डेफिनेसन दिनु पर्यो है। डेफिनेसन दिनुभयो, त्यसपछि एजम्सन पनि दिनु पर्यो है। एजम्सन दिनु पर्यो। एजम्सन के छ भन्दाखेरि नो चेन्ज इन टेक्नोलोजी भन्न खोजेको अर्थ तपाईँले यदि एउटा टेक्नोलोजी युज गरेर प्रोडक्सन गरिराख्नु भएको छ भनेपछि अर्को टेक्नोलोजी बिचमा चेन्ज गर्न पाइएन है। देयर इज अ कन्स्टेन्ट टेक्नोलोजी। फर इक्जाम्पल यदि हलो जोतेर तपाईँले उत्पादन गरिराख्नु भएको छ भनेपछि तपाईँले बिचमा मोडर्न मेसिनरी ट्र्याक्टर्सहरूको युज गर्न पाउनु भएन। त्यही लेबर, त्यही हलो जोतेर नै प्रोडक्सन गर्नु पर्यो है। सो देयर सुड बी नो चेन्ज इन टेक्नोलोजी है। अर्को चाहिँ फुल एन्ड एफिसिएन्ट युटिलाइजेसन रिसोर्सेस। तपाईँलाई दिएको जति रिसोर्सेस छ, जति रिसोर्सेस तपाईँसँग छ, तपाईँले त्यसको 100% रिसोर्स युटिलाइजेसन गर्नु पर्यो। सबै चिज सदुपयोगमा ल्याउनु पर्यो, कुनै पनि चिज बचाउनु भएन। जस्तै अघि भने जस्तै तपाईँलाई 100 रुपियाँ खर्च गर्नलाई दिएको छ भनेपछि तपाईँले पुरै 100 रुपियाँ खर्च गर्नु पर्यो, 1 रुपियाँ बचाउन पाएन है। सो अल द रिसोर्सेस आर स्केर्स अर लिमिटेड। भन्न खोजेको अर्थ के हो भन्दाखेरि जति पनि रिसोर्सेसहरू छन् त्यो धेरै पर्याप्त मात्रामा छैनन्। त्यो धेरै मात्रा नभएको कारणले गर्दाखेरि हामीले त्यसलाई एकदमै सोच विचार गरेर के गर्नुपर्छ त, युटिलाइज गर्नुपर्छ है। अर्को एजम्सन रहेछ प्रोडक्सन अफ ओन्ली 2 गुड्स। अब भनेको अर्थ यो इकोनोमीले के एज्युम गरिरहेको छ भन्दाखेरि यहाँ दुईटा वस्तु मात्र उत्पादन हुन्छन्। अहिलेको केसमा हामीले हेर्ने हो भने कार र कम्प्युटर मात्र उत्पादन भइरहेको छन् है। तर यसो सोच्ने हो भने त दुनियाँमा के कार र कम्प्युटर मात्र उत्पादन हुन्छन् होइन। कुनै पनि देश धेरै विभिन्न चिजहरू उत्पादन गरिरहेको हुन्छन्। तर हाम्रो एजम्सन के छ भन्दाखेरि प्रोडक्सन अफ ओन्ली 2 गुड्स भनेपछि हामीले जम्मा दुईटा गुड मात्र उत्पादन गर्न सक्छौँ भनेपछि हामीसँग जुन रिसोर्सेस छ त्यो रिसोर्सेसलाई हामीले केमा युटिलाइज गर्ने हो भन्दाखेरि प्रोडक्सन अफ दोज 2 गुड्स है।
अर्को छ पर्फेक्ट मोबिलिटी अफ फ्याक्टर अफ प्रोडक्सन। अब यो पर्फेक्ट मोबिलिटी अफ फ्याक्टर अफ प्रोडक्सनले के भन्छ भन्दाखेरि कुनै पनि एउटा लेबर यदि कार बनाउन जानेको छ भने त्यही लेबरले कम्प्युटर पनि बनाउन सक्छ भनेको अर्थ एउटा लेबरलाई अर्को ठाउँमा हामीले सिफ्ट गरेर अर्को काम पनि लाउन सक्छौँ भनेपछि एउटा मान्छेले यदि कार बनाउन जानेको छ भने त्यो मान्छेले कम्प्युटर पनि बनाउन जान्छ अरे अकर्डिङ टु एजम्पसन अफ दिस प्रोडक्सन पोसिबिलिटी कर्व है। अब यो टेबल लेखिसकेपछि सरी यो एजम्पसन दिइसकेपछि तपाईँले टेबल बनाउनु पर्ने हुन्छ है। अब टेबल बनाउनु पनि निकै सजिलो छ, तपाईँले यो नम्बरहरू रट्नु पर्दैन, तपाईँलाई म आइडिया ट्रिकहरू भनिहाल्छु कसरी गर्ने भन्दाखेरि है। प्रोडक्सन पोसिबिलिटी लेख्नु होला ABCD है। कार र कम्प्युटर दुईटा गुड्स मात्र उत्पादन भइरहेको छ है। र एउटा कारमा के गर्नु भन्दाखेरि 0 देखि 5 सम्म लेखिदिनु होला है। 0 देखि 5 सम्म लेखिदिनु होला। त्यसपछि यो सब नम्बरलाई जोडिदिनु त 5 4 9 3 12 13 14 15 टोटल 15 भयो। अब यही 15 नम्बर कहाँ लगाएर राख्दिने, यहाँ राख्दिने m 2 15 है। अब यही 15 ले यो 1 लाई माइनस गर्यो भने है, माइनस गर्यो भने के आउँछ त यो 14 आयो है। अब फेरि यही 14 ले तपाईले यो 2 लाई माइनस गर्यो भने के आउँछ त फेरि 12 आउँछ है। यही 12 ले फेरि 3 ले माइनस गर्यो भने 9 आउँछ। यही 9 ले यही 4 ले माइनस गर्यो भने 5 आउँछ। यही 5 ले अर्को 5 ले माइनस गर्यो भने 0 आउँछ। भनेपछि तपाईलाई टेबल पनि रट्नु परेन, यो आइडिया लिएर जानु होला है। तपाईले एक छिनमा टेबल बनाउन सक्नुहुन्छ है। र टेबल बनाइसकेपछि यो टेबललाई एक्सपेरिमेन्ट पनि गर्नु पर्यो है। यहाँ कम्बिनेसन देखाएको छ, यदि तपाईले कम्बिनेसन ए लाई चुज गर्नुभयो भने के भनिरहेको छ भन्दाखेरि तपाईसँग भएको सबै 100% रिसोर्सेस तपाईले कहाँ युटिलाइज गरिराख्नु भएको छ इन द प्रोडक्सन अफ कम्प्युटर एन्ड नो प्रोडक्सन अफ कार। कारको उत्पादनै भएन, किन भन्दाखेरि तपाईले आफूसँग भएको रिसोर्सेस सबै कहाँ खर्च गर्नुभयो, कारको उत्पादनमा सरी कम्प्युटरको उत्पादनमा खर्च गर्नुभयो है। अब यसो कम्बिनेसन एफ हेर्ने हो भनेपछि यहाँ के देखिन्छ भन्दाखेरि हामीले कार उत्पादन गर्नको लागि आफूसँग भएको 100% रिसोर्सेस हामीले कहाँ खर्च गरिरहेको छौँ, कारमा, र 0% अन कम्प्युटर। भनेपछि हामीले यदि 100% रिसोर्सेस यदि कारमा खर्च गर्यो भने कम्प्युटरलाई हामीले उत्पादन गर्न सक्दैनौँ है। र बिचको यो BCD र E ले के विभिन्न कम्बिनेसनहरू देखाइरहेको छ है। यदि एउटा कार उत्पादन गर्ने हो भनेपछि हामीले कम्प्युटर 14 वटा गर्न सक्छौँ है। किन भन्दा हेर्नु अब यहाँ के देखिरहेको छ भन्दाखेरि हामीले के गरिरहेको छौँ, कारको उत्पादन बढाउनको लागि हामीले कम्प्युटरको सेक्रिफाइस गरिरहेको छौँ है। कम्प्युटरको सेक्रिफाइस गरिरहेको छौँ। अब तपाईको है मार्जिनल अपर्च्युनिटी कस्ट भन्ने कुरा हुन्छ है। कति सेक्रिफाइस गरिराख्नु भएको छ भन्दाखेरि हेर्नु, पहिला 15 वटा उत्पादन गरिराख्नु भएको थियो, त्यसपछि एउटा 14 वटा उत्पादन भयो, एउटा सेक्रिफाइस गर्नुभयो है। एउटा सेक्रिफाइस गरेर एउटा कार उत्पादन गर्नुभयो भनेपछि तपाईले जब एउटा कम्प्युटर सेक्रिफाइस गर्नुभयो तपाईले एउटा कार उत्पादन गर्न सक्नुभयो। यसै गरिकन हेर्नुभयो भने अब 14 देखि घटेर यहाँ 12 भएको छ भनेपछि अब तपाईले दुईटा कम्प्युटरलाई सेक्रिफाइस गरेपछि तपाईले अर्को एउटा कार उत्पादन गर्न सक्नुहुन्छ अथवा अर्को दुईटा कार उत्पादन गर्न सक्नुहुन्छ है। अब यसै हेर्दै गयो भने अपर्च्युनिटी कस्ट 3 छ है। फेरि हेर्नु पनि अपर्च्युनिटी कस्ट घटेर 4 भएको छ है। फेरि हेर्नु छ भने अपर्च्युनिटी कस्ट घटेर 5 भएको छ है। र यसो हेर्नु भयो भने यो अपर्च्युनिटी कस्ट बढ्दै गइरहेको छ। 1 2 3 4 5 भनेको के भनिन्छ यसलाई, इन्क्रिजिङ मार्जिनल अपर्च्युनिटी कस्ट भनिन्छ यसलाई है। इन्क्रिजिङ मार्जिनल अपर्च्युनिटी कस्ट, यही इन्क्रिजिङ मार्जिनल अपर्च्युनिटी कस्टको कारणले गर्दाखेरि तपाईको PPC को जुन कर्व हुन्छ जहिले पनि कन्केभ बनेको हुन्छ। कन्केभ मिन्स यू शेपको, इन्द्रेणी शेपको बनेको हुन्छ है। कन्केभ शेपको बनेको हुन्छ है, यसलाई भनिन्छ कन्केभ शेप। अब 1 मार्क्सको क्वेसनले कहिले कस्तो सोध्न सक्छ, तपाईको PPC कप किन कन्केभ शेपमा हुन्छ भन्दाखेरि है, कन्केभ भनेको के इन्द्रेणी जस्तो यस्तो भनेको। किन कन्केभ शेपमा हुन्छ भन्दाखेरि कारण भन्दाखेरि यो मार्जिनल अपर्च्युनिटी कस्ट, किन भन्दाखेरि यो बढ्दै गइरहेको छ है। किन बढ्दै गइरहेको छ भन्दाखेरि हामीले यहाँ के गरिरहेको छौँ, कम्प्युटरको सेक्रिफाइस गरेर हामीले कारको प्रोडक्सन बढाइरहेको छौँ। भनेको अर्थ यदि हामीहरूलाई कुनै पनि एउटा प्रोडक्टको एउटा कमोडिटीको प्रोडक्सन बढाउनु पर्यो भने अर्को कमोडिटीको प्रोडक्सन घटाउनु पर्छ। यहाँ त्यही नै देखाइरहेको छ। भनेको अर्थ के भइरहेको छ, बिकज अफ द लिमिटेड रिसोर्सेस वी हेभ टु चुज बिट्विन टु गुड्स है। लिमिटेड रिसोर्सेस भएको कारणले गर्दाखेरि दुईटा कमोडिटी हामीले चुज गर्नु पर्यो। दुईटा कमोडिटी मध्ये कुन धेरै उत्पादन गर्ने र कुन थोरै उत्पादन गर्ने है। मेबी कुनैले सेटिस्फ्याक्सन धेरै देला अथवा कुनैले फाइदा धेरै देला अथवा कुनैले प्रफिट मार्जिन धेरै देला। हामी त्यही अनुसारले के गर्छौँ त हामीले रिसोर्सलाई एलोकेट गर्छौँ
है। हामी यहाँ के देखिरहेको छ भन्दाखेरि हामीले कारको प्रोडक्सन बढाउनको लागि कम्प्युटरको प्रोडक्सनलाई घटाउँदै गइरहेको छौँ र यसो यता हेऱ्यो भने एउटा एक्स्ट्रा कार उत्पादन गर्नको लागि हामीले के गरिरहेको छ त एउटा कम्प्युटरलाई सेक्रिफाइस गरिरहेको छ देखिरहेको छ है। अब यही चिजले हामीले के गर्न सक्छौँ भन्दाखेरि फेरि ग्राफमा प्लट गर्नु पर्यो है, ग्राफमा प्लट गर्नु पर्यो। अब ग्राफमा प्लट गरिसकेपछि तपाईँले यसरी ABCDE र F पोइन्ट पाउनुहुन्छ, अर्को एउटा G पोइन्ट, अर्को एउटा H पोइन्ट है। अब यो ABCDEF ले के देखाइरहेको छ भन्दाखेरि विभिन्न कम्बिनेसन देखाइरहेको छ है। विभिन्न कम्बिनेसन भनेको अर्थ जब तपाईँले 0 वटा कार उत्पादन गरिराख्नु भएको थियो त्यो बेला 15 वटा कम्प्युटर उत्पादन भइरहेको थियो है। जब तपाईँले के गर्नुभयो एउटा कारलाई सेक्रिफाइस गर्नुभयो है, एउटा कम्प्युटरलाई सेक्रिफाइस गर्नुभयो के गर्नको लागि त एउटा कार उत्पादन गर्नको लागि। त्यसै गरिकन अर्को कार उत्पादन गर्नको लागि तपाईँले यहाँ दुईटा कम्प्युटरलाई सेक्रिफाइस गरिराख्नु भएको छ है। यसै गरिकन है 5 वटा कार उत्पादन गर्नको लागि तपाईँले कम्प्युटर नै उत्पादन गर्न पाइराख्नु भएको छैन। किन भन्दाखेरि तपाईँको 100% रिसोर्स युटिलाइजेसन कहाँ भइरहेको छ भन्दाखेरि तपाईँको कारमा भइरहेको छ है। सो यसले के यो PPC कर्वले हामीले के देखाइरहेको छ भन्दाखेरि भेरियस कम्बिनेसन अफ टु गुड्स द्याट एन इकोनोमी क्यान प्रोड्युस विथ द युज अफ गिभन रिसोर्सेस। तपाईँसँग जति रिसोर्सेस छ त्यति मात्र तपाईँले सदुपयोग गर्न पाउनुहुन्छ। र योभन्दा बाहिरको पोइन्ट यो H पोइन्टले के देखाइरहेको छ भन्दाखेरि यो H पोइन्टले हामीलाई के भन्छ भन्दाखेरि यो PPC कर्वभन्दा बाहिर छ है। यदि कुनै पनि पोइन्ट PPC कर्वभन्दा बाहिर छ भनेपछि हामीले यसलाई के भन्न सक्छौँ भन्दाखेरि वी क्यान नट प्रोड्युस एट दिस लेभल। हामीले यहाँ उत्पादन गर्न सक्दैन। फर इक्जाम्पल तपाईँसँग 100 रुपियाँ छ है, तपाईँ सपिङ गर्न बजारमा जानुभयो है, 100 रुपियाँ लिएर सपिङ गर्न बजारमा जानुभयो। अब सपिङ गर्न गइसक्यो तपाईँले के चिज भन्नु पर्यो जुनको मूल्य थियो ₹200 है। अब 100 रुपियाँले 200 को सामान त किन्न सकिँदैन हो कि होइन। अब 100 रुपियाँले 200 को सामान त किन्न सकिँदैन। एक्ज्याक्टली सेम हियर। यदि तपाईँसँग यदि जम्मा रिसोर्सेस नै यति छ, यो हाम्रो PPC कर्वले के देखाइरहेको छ 100% रिसोर्स युटिलाइजेसन। यदि यो 100 रुपियाँ हो भनेपछि यो 200 रुपियाँ हो भने यो 100 रुपियाँले तपाईँले 200 को सामान किन्न सक्नु हुँदैन है। सो कुनै पनि पोइन्ट आउटसाइड अफ PPC ले के भन्छ भन्दाखेरि वी डु नट ह्याभ द इनफ रिसोर्सेस। हामीसँग चाहिए जतिको रिसोर्सेस छैन, प्लस हामीसँग त्यो मोडर्न टेक्नोलोजीहरू पनि छैन, जस कारणले गर्दाखेरि हामीले यो पोइन्ट G मा प्रोडक्सन गर्न सक्दैनौँ। द्याट्स वाइ वी क्यान नट प्रोड्युस एट दिस पोइन्ट G है। तर यसो हेर्ने हो भने है पोइन्ट H यो त PPC कर्वभन्दा भित्र छ है, यो त PPC कर्वभन्दा भित्र छ भनेपछि यस वी क्यान प्रोड्युस, हामी यसमा प्रोड्युस गर्न सक्छौँ। तर वी डु नट वान्ट टु प्रोड्युस एट पोइन्ट H। यसले हामीले के देखाउँछ भन्दाखेरि अन्डर युटिलाइजेसन अफ द रिसोर्सेस। र PPC ले जहिले पनि के भन्छ भन्दाखेरि 100% रिसोर्स युटिलाइजेसन भएको अथवा दिएको सबै रिसोर्सेसहरूलाई 100% युटिलाइज गर्नु पर्यो। त्यही भएर हामीले H पोइन्टमा चाहिँ प्रोडक्सन गर्न त सक्छौँ है। यस वी क्यान डु इट। हामीसँग एबिलिटी छ, टेक्नोलोजी छ, रिसोर्सेस छ, हामीले यो H पोइन्टमा प्रोडक्सन गर्न सक्छौँ। तर हामीले प्रोड्युस गर्दैनौँ किन भन्दाखेरि हाम्रो रिसोर्सेस अन्डर युटिलाइज हुन्छ है। त्यही भएर वी डु नट वान्ट टु प्रोड्युस एट दिस लेभल है। जहिले पनि हामी आफ्नो म्याक्सिमम लेभलसम्म प्रोड्युस गर्न खोज्छौँ जहाँ हामीले म्याक्सिमम प्रफिटहरू जेनेरेट गर्न सक्छौँ है। सो यो थियो हाम्रो प्रोडक्सन पोसिबिलिटी कर्व।